मेरो समस्याको गवाई साँच्चै भन्नु पर्दाखेरि सुन्दाखेरि पनि एकदम भावुक हुने गवाई छ। म मृत्युको मुखबाट फर्केर आएको मान्छे हुँ। जसै मलाई मुटुको समस्या भयो, मुटुको समस्या भइसकेपछि म टिचिङ हस्पिटलमा गएँ। टिचिङ हस्पिटलमा गइसकेपछि ल मलाई तँलाई अब मुटुको अपरेसन गर्नुपर्छ, मुटुमा 4वटा जाली राख्नुपर्छ भनेर भन्यो। त्यहाँदेखि एकजना मृगौला पीडित भाइ उसले भन्यो कि ल तपाईँ कहीँ केही नगर्नुहोस्, परमेश्वर पिताको नाम लिनुहोस्, लौ जाम यहाँ सच्चाइ केन्द्र भयो, उहाँ अर्कै के उद्धार केन्द्र त्यहाँ लाग्यो। उहाँ त्यहाँ गएँ। म उठ्न बस्न पनि नसक्ने अवस्थामा थिएँ। अब घर परिवारले इष्टमित्रले पनि माया मार्ने अवस्थामै थिएँ। त्यस्तै गर्दै गर्दै लट्ठी टेकेर गएँ। गइसकेपछि त त्यहाँ भर्खर सुरु भएर रहेछ, भजन भएर रहेछ। लट्ठी टेकेर गएको मान्छे त म त पहिला अब म गाउने नाच्ने पनि गर्ने थिएँ। त्यहाँ त्यस्तो गरिसकेपछि त त्यहाँ जस्तो भजनहरू त्यहाँ सुनिसकेपछि त मेरो मुरै बेग्लो भयो, मेरो फुर्ती नै बेग्लो भयो, मेरो सबै बेग्लो भयो। अनि गर्दा गर्दै म त उठेर नाचेँ चाहिँ। ल लट्ठी टेकेर गएको मान्छे एकछिनमा त्यहाँ उठेर जाने। मेरो मुख पनि रसिलो भयो, हँसिलो भयो, उठेर भयो। खाना रुच्दैन थियो, केही उठ्न थियो, रातमा सुत्न पाउँदैन थिएँ। त्यहाँ बस्दा बस्दा के खाम जस्तो पनि भयो। अनि यहाँ स्टेजमा त अरू बोलेको देख्दाखेरि म पनि गएर बोलौँ कि जस्तो पनि भयो। मलाई त उत्साहित भयो कि म त त्यहाँ त के भयो के भयो। पहिला परमेश्वर पिता माफ गर्नु होला, पहिला मैले के गरेँ, मेरो बुढी पनि अपाङ्ग भएर गरेको लखलो गर्ने, ऊ महिमामा जाने मैले त के गर्ने, माफ गर्नुहोस् परमेश्वर पिता, मेरो गल्ती माफ गर्नुहोस्। त्यहाँ गाउने नाच्ने गर्नको लागि गएको त्यहाँ के हुन्छ र भन्ने पनि मै हुँ। पितालाई माफ माग्छु। यस्तै माफ माग्दै जाँदाखेरि अहिले त्यहाँ लगेर ल हुन्न घर परिवारले मलाई के भने, होइन अरू केही गर्नु पर्ने, त परमेश्वरको मात्र उ नगर, ल हेर्नै पर्छ, अन्न पानीको शरीर हो, हावापानीको शरीर हो, अपरेसन गर्नै पर्छ भनेर भन्यो। त्यहाँदेखि ल अपरेसन गर्ने भनेर सबै यताउता गरेँ लौटुन् भनेर यहाँबाट तार छिराए 4वटा कि 5वटा जाली राख्नुपर्छ भनेका छन्। अनि त्यहाँबाट ल तिमीले जे गर्ने गर, मेरो परमेश्वर छन् भने बेडमा सुताइसकेपछि अलिअलि कता थाहा पाउँछु, यताउता गर्छु। गरिसकेपछि त डाक्टरले त बा ल उठ्नुहोस्, तपाईँलाई केही जाली साली केही राख्न परेन, उठ्नुहोस्। अनि रिफर सिफर यताउता पनि नगरेर यताउता गरेर केही लुगा सुगा समारेर निस्किएँ, फुट्टै निस्किएँ। होइन के गरेको भने जम्मै हेरेको होइन, मलाई केही गरेर मलाई यस्तो गर्ने भनेको पनि थिएन। तपाईँहरूकै जबरजस्तीले मलाई यहाँ बेडमा लिएर छुटाउनु भएको। मलाई त्यहाँ यहाँ मेरा परिस्थिति र यताउता मेरो बेग्लै थियो अन्नपानी कारणले मलाई केही बिमार देखायो र पनि त्यो देखाउने कसले एउटा शैतानले देखायो। शैतानलाई हटाउनको लागि परमेश्वर उछेत्तै आएर मेरो टाउकोमा बस्नुभयो। डाक्टरको पनि केही काम लागेन, औषधिको पनि केही कामै लागेन, तिनी त्यहाँ चिरफार गर्ने औजारको पनि केही काम लागेन। कता ठन्काए थाहै भएन। होइन यो बुढो त कहाँको यस्तो साइडा रहेछ भने, होइन म साइडा होइन, म परमेश्वरको आशीर्वादलाई काँडमा बोकिदिने मान्छे हुँ, तपाईँहरूले केही नगर भने आएँ। अनि त्यस गरी गइसकेपछि मलाई त कस्तो उत्साह भयो। अनि मलाई त कहाँ जाम के जाम भयो, यताउता फुर्ती आयो, यताउता गएँ। इन्लेनीमा गएँ। इन्लेनीमा गएर इन्लेनीलाई खिच्नलाई भने कि म परमेश्वरले मलाई यहाँ ल्याएछन्, म परमेश्वरको सन्तान हौँ, म 2 शब्द केही यहाँ गीत गाउनु पाउँछु भनेर। किन नपाउने, तिम्रो जस्तो बुढा र बाल गायकलाई त हामीले खोजी गर्छौँ भनेर। अनि त्यहाँबाट कृष्ण बस गाएर मैले त्यो लौरी टिटेको भन्ने भाषामा मजाकले गाउँदा जाम चक परे, यस्तो बुढो मान्छे यस्तो काममा आएर के गरौँ, यो जाजु गर्न आएको कि यो के गर्न आएको भने चक परे। त्यहाँ मलाई खुसी भयो। यो के भयो, त्यो चक पार्ने कसले, परमेश्वर पिताले। हेर्नुहोस्, अब हेर्नुहोस् त म यो हेर्ने भनेपछि मेरो उमेरले म 70 वर्ष पुगेँ। दारी जुङ्गा यताउता गर्ने, यस्तो स्टेजमा बसेर यसरी बोल्ने जस्तो मेरो उमेरले दिन्न। तर परमेश्वर पिता 3 दिनको लासलाई जीवित बनाउने शक्ति, म 70 वर्ष पुगेकोलाई 32 वर्ष बनाइदिनु भयो अहिले आएर। हेर्नुहोस् त, ल म जस्तो 70 वर्ष पुगेको मान्छे यहाँ आएर यस्तो होस जोस लिएर परमेश्वर पिताले काँडा बोकेर
बोल्ने त सकभर कमै होलान्, आए भनेपछि अरू पनि हुन्छन् भन्ने उहाँहरूलाई पनि यहीँबाट सल्लाह सुझाव दिन्छु। र अर्को कुरो मलाई के लाग्छ भनेपछि परमेश्वरलाई माग्ने भन्ने एउटा हामीले योजनामा मात्रै माग्ने हो। परमेश्वरलाई हिराको डल्ला सुनको डल्ला दियोस् भनेर माग्ने होइन। परिवारमा सुख शान्ति, बरु अर्कोको गिट्टीबालो गरेर खाम, परिवारमा सुख शान्ति होस्। बुढो एकतिर डगुरेछ, बुढी एकतिर डगुरेछ, बेलुका आउँदाखेरि आँखालाई हानाहान हुन्छ, वचनले हानाहान हुन्छ, त्यो परिवार होइन। त्यो परमेश्वर पिताको आशीर्वाद होइन। त्यो बेलुका आएर भोलि के गरौँ कसो गरौँ भन्ने परमेश्वरको प्रार्थना गरे, लौ परमेश्वर भोलि हामी त्यहाँ जाँदैछौँ, त्यहाँ जाँदा कुनै शैतानले हामीलाई कुनै अवरोध नगरोस्, तपाईँको जिम्मा लगाएछौँ भनिदिने, त्यो जहाँ गए पनि सफल हुन्छ।